राम्रो देखिन विपनीमा भेटिन सपनी राम्रो देखिन विपनीमा भेटिन कसले के सुनाइदियो सानो माया सानो माया ए सानो माया सानो माया नभइदेऊ धेरै टाढा सानो माया कहाँ छौ कलेजो ने छोडाएर गयो कहाँ बोलौ भने कहाँ छौ कलेजो ने छोडाएर गयो कहाँ कहीं कतै गल्ती भयो कि तिम्रो दिलमा ठेस लाग्यो कि सानो माया ए सानो माया सानो माया नभइदेऊ धेरै टाढा सानो माया बिना जिउन गाह्रो भो तडपिएर एक पल पनि बाँच्न साह्रो भो तिमी बिना जिउन गाह्रो भो तडपिएर एक पल पनि बाँच्न गाह्रो भो कहीँ कतै बैरी लाग्यो अमृत पनि विष भयो कि सानो माया ए सानो माया सानो माया नभइदेऊ धेरै टाढा सानो माया सपनी राम्रो देखिन विपनीमा भेटिन सपनी राम्रो देखिन विपनीमा भेटिन कसले के सुनाइदियो सानो माया सानो माया हे सानो माया सानो माया नभइदेऊ धेरै टाढा सानो माया हे नजाऊ न तर्किएर सानो माया हो नभइदेऊ धेरै टाढा सानो माया म रामदाईबाट स्टार्ट गर्छु रामदाई कसलाई हजुरलाई तपाईँलाई म राम्रो पहिला भनौँ कि नराम्रो भनौँ सुरुमा त राम्रै सुन्नु पर्ला भाइ राम्रो भएर आएको चिज चाहिँ नि के लाग्यो भने तपाईँको सिङ्गिङमा एउटा ब्राइटनेस आएको छ तपाईँले यसलाई एउटा ब्राइट उसमा गाउनु भएको छ तपाईँको भोइस पनि राम्रो सुनेको छ आज त्यो राम्रो लाग्यो मलाई तर स्टार्टिङ गर्दाखेरि तपाईँले जुन हमिङ लिनुभएको थियो अलिकति पिच थोरै चढेको लाग्यो मलाई सुरुवातमा चाहिँ सुरमा अलिअलि गडबड थियो तर तपाईँले अब एज अ होल यो गीतलाई त धेरै राम्रो निभाएर गाउनु भयो प्रकाश सर कस्तो लाग्यो हजुरलाई मैले उहिलेदेखि भनेको फिल गरेर गायो भनेदेखिलाई सानोतिनो मिस्टेकहरूलाई माफ गरिन्छ लाइभ हो सानोतिनो अलिअलि जान्छ त्यसले गर्दाखेरि जो प्रताप लामाको सानो माया हराएको छ यो गीत सुन्यो भने पक्कै फर्केर आउँछ र मेरो कामना चाहिँ एउटा मात्र आइदियोस् उसको त 100-200 नै अलगै लाग्छ मलाई चाहिँ सानो मायाहरू जेलस नहुन साथी अहिले जेलस नहुन आउन देऊ अहिले उनीहरुकै पाला चाहिँ जेलस हुनु पर्दैन पालो नयाँ पिढीको हो नि त साथी ओके लेट्स कम टु रूपक डोटेल अब तपाईलाई कसलाई मैले भने यो गीत सेन्टिमेन्टल छ त परफर्मेन्स गर्दाखेरि चाहिँ अलिकति फरक तरिकाले गर्छ सेन्टिमेन्टल भने सेन्टिमेन्टलै भएर गाउँदा चाहिँ मजा आउँदैन अलिकति चाहिँ खुलेरै गाउनुपर्छ भन्ने कुरा भइरहेको थियो हैन त्यो अनुसार चाहिँ एकदमै मलाई चाहिँ एकदमै राम्रो लाग्यो जस मैले पनि एकदमै इन्जोय गरेँ
हेरेर Thank थ्याङ्क you, यू thank थ्याङ्क यू बधाई सो छ मच प्रताप। रूपक अब एउटा मेन सिङ्गरले नै यत्रो अप्रिसिएट गरिहाल्नु त म चाहिँ एउटा रिक्वेस्ट गर्न चाहन्छु हाम्रो रूपक दाइलाई है हजुरकै भोइसबाट अलिकति सुन्न पाए कस्तो हुन्थ्यो जस्तो लागिरहेछ कि सही कुरो सही सपनी राम्रो देखिन विपनीमा भेटिन सपनी राम्रो देखिन विपनीमा भेटिन कसले के